लेकिन तो हम आपकी ब्याह थीसिस में नहीं गए पछि यहाँ गया उसको तो झुसे दमाए तर उइमा 18-19 जनाले पीएचडी गरे उषा एक पात्र तमरा तर उसै झुसे दमाएसित जोहरिरहन थियो बेलायतको तमलाई विश्वविद्यालय तमलाई तमरा को बुढा भ्या सोध्या सिमडाँडाको जोहरिरहन बसको तो झुसे दमाए बेलायतको तर दुई भनेका कसाउन भने भरे बेलायतको विश्वविद्यालयमा बहादुर घोलीले रणधुराको गणेशधुराको बहादुरले गाएको भनाएको एक पिरियड पढायो विश्वविद्यालय पछाउ गयो त्यो जोहरिरहन भन्ने त्यसो हुन्छ तमरा घोडामा जाने हो पुरा राजपन्तजी सोनो बुढो मान्छे घोडामा बैठेर जाने घोडो खटखट खटखटायो भनेर कि त राजा रजौटायो कि जोहरिरहन बस चल्थ्यो तब छलिया नृत्यको विकास त कहाँ भयो भनेर तमले विकास गर्यो भने त्यो त कतिवटा शासनकै पालामा के भयो तमले भनेर विजयोत्सव मनाउने उही बेला के हुन्थ्यो जो तमले पृथ्वीनारायणको प्रसङ्ग ल्याए एकदम सही कुरोहरू पसिना प्रसङ्ग ल्याए उही बेला राजा आफै लड्दै जाने राजकुमार आफै लड्दै जाने भनेर त्यो के गर्यो कि विजय गरेर आएर हाम्रा राजाले कसिना जित्यो उही बेला युद्धका लागि यहाँ सल गरेर जित्यो भनेर त्यो के भयो विजयोत्सव मनाउनेमा के भयो त्यो छलिया नृत्य भयो त्यो तयको प्रयोग पछाडि विजय उत्सवमा मात्रै नै आयो तयलाई चाहिँ जसमा एक सर्टेनमा राजाहरूले के गरिरहेको छ भने चन्द राज्यहरूमा तयको एकदमै विकास भइरहेछ कुमाउँ र डोटीका चन्द राजाहरूले यहीको धेरै विकास गरिरहेको छ यो छलिया नृत्य के कुन के थियो भने बढी जसो यो मनोरञ्जनमा बढी हुने भोग विलास मनोरञ्जनमा बढी संलग्न हुने हुनाले तनको मैले बुझेअनुसार अर्कै कुरा के थियो भने जसमा तमसित युद्ध गर्दछ नि उनले मेला लगायो कहाँ नचाहेको भनेर ब्याक साइडबाट अट्याक गर्यो त्यहाँलाई यो प्रयोग भयो कतिलाई पाइन्छ त्यो छल गर्थ्यो उहीमा जसमा उनले भने कुस्तीको प्रसङ्ग ल्याए नि त सही कुराहरू जसमा एकजना ढाल छोडिदियो अर्को तलवार हान्छ भनेर युद्ध कला हो त्यो त्यहाँ छल गऱ्यो हाम्रा राजाहरूले राजकुमारहरूले जसलाई वीर रनिरौती कुराले लडाइँ लड्या हम जितबर ल्याए भनेर जुनले पहिरङ्गी कुराले ल्याए सबैमा जोड दिन एकदम एकदम के जोड्दा भनेर जो पगडी ल्याए अब त्यो पगडी तपाईँलाई त सेम लिने त्यो पगडी भनेको के हो भने तत्कालीन राज्य सिंहासनमा बस्या राजालाई राज्याभिषेक हुने बेला पगडी बाँधिन्छ बुझ्या यो फेटो पगडी तम्रो जो छलियाको ड्रेस हुन्छ तत्कालीन महाराजको ड्रेस हो विषय बुझ्यो तत्कालीन राजाको ड्रेस हो राजा तिम्रो तमलाई राजगद्दी भयो बुझ्या त उठामा कथा त आकाल हेरेर त कति भोग भयो कति नभएको आयो जब भुल राजा तिम्रो त ओ राजा तिम्रो सबके भोग भयो कतिवटा गुण सन्ति सिंहकार तिम्रो भोग न त्यो नमान्ने गरेर आयो विनिटरी गरेर आयो जाला दुईजना लेखिया कागजलाई जाति त्यो तमरा भडामा भयंकर कलात्मकता छ क्या कसो कलात्मकता छ भने म पछा फेरि उहिले जो तमले भने अब राजा तिरमल चन्द रिसमा हुन्छ तर उहीको शब्द हेर ए बुवा भन्छ के शब्द चाहिँ बुवा युज गरिरहेको छु अब ए बुवा धोनी मोनी महाप्रत्याग देवदीका धोनी मोनी कति लाख का पाए बहुत जात कति सौ कुमैया कति 22 भाट ढोक आएगा कोही ढोक नहीं थी भने संग्राम काल के ढोक नहीं ढोक ना हेर कसरी आलो तारो हेर को आयो को न आयो भनेर कान्ति संग्राम अहिले यसै साइडमा हजुरलाई जा म यो गजब भइरहेछ सबैको भोइस हुनु होइन यहाँ चाहियो सर मलाई यो चाहिने फोकस ग्रुप भन्नु एकदम ल हजुरलाई जाको प्लेस जात चढा खान्छ या बाउली चुट्टा दगुन लाउँछ कोर्टमा तनखा ताम्रापट्टि बाथरुम छ कोर्टमा चार्लेस भन्ने राजाको हुकुम भयो त कान्ति संग्राम
घोडा जाने वर्तमान गरेर बस्दा मुख घुड्यो कि देख तो ना तरवारमा बोलायो राजा तो नागिन नाम खबर पड्या घोडामा सवार भयो कार्की सङ्ग्राम राजा त्रिमर्दनका दरबारमा गयो माथा उडाए अलग समथिसिंह कार्तिकेयन आए नान दिन तुम्हारा राज्य विषय भयो चौध जौग झुल्को जो पयाउनु धेरै उनीहरूका कारण जुनको धपाहरूले दिन उही दिन पढ्यो अब बगुनको दिन कहाँ हुन्छ दिन पढ्यो तब नआएछ ए ततिको चाहिँ तो ततिको गऱ्यार जति मेरो राज्य विषय हुनु सबै त्यसलाई कानुन जुनको धपाहरूले दिन दिन ततिको लडाउँ चाहिँ यो भेट दरबारमा भेट भित्ति हाम्रो भित्ति चिन्ह घुँडापुना भएर देखाउन त्यो समथिसिंह कार्की हुने उनीहरूलाई झुलझुली गराउँदा कि त 4 लाख रुपियाँ देनु छ खाना राजा कहिले बादल सुनि राजा के बीच क्या गरिदिन्छ क्या कसो गरौँ भयो त झन् घुँडोको धातो भयो कमाउने चिज 4 लाख देनु छ जाना हुन्छ 4 लाख रुपियाँ देनु आज सताने 4 लाख लेकर ऐसे थे अब गयो त 20 पटना बुझ्यो त समथिसिंह कार्की त पहिला आउँ पऱ्यो अझै 4 लाख रगत पेट लाग्यो त अब तब होस उठ्यो त खान राम 4 लाख रुपियाँ कमायो मैले 4 लाख रुपियाँ दिउँ भने अब कहाँ दिउँ कतिवटा बुङा पुग्छु त्यसको कतिवटा बुङामा समथिसिंह कार्कीको छोरो कार्की सग्राम खाए बच्चे तुम्हारी कुने परिवार में दो सरनाम से पीठ से कठार बात कर जैसा जुआ से घंटी कपड़ा जैसा आँखा से पीछे ठोकाट वाला की दिन में नाली कौड़ा नाली दिखा काशी ताकि वहाँ खुगरी दिख दो कुछ गड़बड़ दुनिया की ताकि इसे फिर भाईनारायण बुआ दानी ज्यादा इंडिया सोचो जैसा हो गया जाए आऊँ ज्यादा कला नीलामा नीला हो गयो यार के भयो बुवा बुवा के 4 लाख रुपियाँ देने 100 की तेल का सग्राम के भरे के गरे अब 2 लाख रुपियाँ देने सब आए अब बुझा रि सके बुवा जो सुनाए नहीं चोरी का घर सुनावा करते को आज का सब पर्व दे दो सेंटर के कितने का दे दो खोजला उन हार के दे दो कब बाने की करूं अब बुवा जो हजार है तो राम के राजा से मरते हकार के मुझे अगर पूरा मान्छेले ट्याक्टो बनाएर छाड्दैन को चाउल को लाग्ने बुढी लाग्ने मासु 36 लाख लोंगडा मासु छोडे मासु बनाएर दुई भातले खाए त एका दिन जो आफूले एउटा यो दिने यो मुसे दिन आफ्नो बसेर ओठला गर आसक्यो जा ओठला गर दुई दरबार में जो कार्की सग्राम अरे पढ़ा लिखा तो हम तो क्या भूखो अन्ना कर तो युद्ध कार्की सग्राम तो समथिसिंह कार्की जो चल तो सारे दिशा पूर्व पश्चिम उत्तर दक्षिण का ढोका बंद कर दिए तब मुझे भीतर आउनु ढोका खोलेर मुझे भीतर आउनु भुलाउनु त धुन्छ कि कतै फर्किँदै जान्छ के छ ढोका बंद गरेर चारै दिशामा ढोका बंद गरे यदि चारैतिर घोडा दौडायो घोडा दौडायो त चारैतिर ढोका बंद कोही राजा त्रिमर्दन खान हुई दार उकाटे भित्र आउनु भोलि हाम्रो मेरो बोसौँदी सिमिया रातो 5 दिन भयो भोलि चारैतिर घोडा दौडायो 22 हात भिडितिर भिडी नङाए घोडामा आयो ढोल जौ राजा त्रिमर्दन जौ राजा त्रिमर्दन जौ राजा अलग घोडामा आएको तीन ढोल दिए क्या दिए तीन ढोल तब बताउनु दौ बस्यो क्या दिए तीन ढोल सुन्दा एउटा नौला कौवाले गुरु खाने सिकेर फोनपट्टि गएको नौला राजा भएछ अरे दुनैपट्टि गर्छ हामीलाई यो ढोको तो भइदिए यो ढोको कार्कीलाई डाँड्न कोनलाई मार्न भेटेर
तह गर्छ अरे तब त्यो हो यो त मेरो पट्टि नौलो गाडी नौलो राज्य भएर यो भोग त मेरो पट्टि त्यहाँ तामापत्र भागापत्रमा के लेखिरहेको छ पहिले तामापत्र भागापत्रको रजिस्टर भएको लेखेर तपाईँ त्यहाँ त साँच्चै साँच्चै उयोमा त्यहाँ तामा भोग गर्दा हामी उमा लेखेको काल्कीलाई डाँड्ना कोनालाई मार्ना काल्कीले हातपट्टि के तपाईँ बुचुकमा अन्याय भ्या भए जोलाई अश्रुले राजालाई ठोक्यो कति मात्र 4 लाख रुपियाँ दिनु गर्छ तमले एक अब सेट 4 लाख रुपियाँ दिनु म माफ नागर सक्छु नागर यो किनको रूप छ यसमा जोरा भएको त बस्छ यो पूर्व रूप छ यो पश्चिम रूप छ दुईलाई एक काँडका क्षेत्रमा आउनु सक्छ मार सक्छ त 4 लाख रुपियाँ तब काफी सग्राम जो भुक्ता मर्दा लेखा भनिन्छ बाउली समाउँछ झुजकी भने वाली जोडी घुघुटा बेलो मारिका जोडी घुघुटा बेलो ए जोडी घुघुटा मारी ढोक ढोएछ राजा सेवारी बेलो नायिका राजा सेवारी यो हुर्केलीमा आउने हो कि दाइ यो भडामा सग्राम कार्कीको भडामा ए धरती कम्पन लागि तेरा बाटुले भयालो ने धनी रिकलो काग कागजी जोगले धनी रिकलो ए बाइसरे पागकी कारकी सगराम ए राजाले बादी छ पाग कारकी जोग राजाले बादी छ छलियामा चाहिँ आएन अलगै हो भडामा थप नलेजको कुरा भयो ल मुख्य कुरा रमेश सर अब यसो तब कति दिनबाट यो पगडी बन्दै चलन राजापट्टि पगडी बाँधियो र कार्की सग्रामलाई पगडी बाँध्यो त ल त्यो जुत्तातिर बोला 4 लाख रुपियाँ दिनु गरेर त्यो माफ पर्वटाइन उठलाई उसले लियो कार्की सग्रामको बस्नु कार्की पानी पानी थियो अन्नार्यान पुरी त कदरको अहिले पानी पाउँछु उत्पन्न होस् न हिरो पाउँछु उत्पन्न होस् न धुलो लेना उनीहरू तत्त्व पहुँच पक्कर आएगा उनीहरूले नाम खेती का पुरानो भरेलो पुरानो होलो होलो उसले ठन्क्याउनु निस्ताना हुँदा नालाको ना त्यो जुन जा त्यो निस्किएको कसो पाएको त्यो लड्डाइले खान्छ लड्डाइले खालाई एक मारे दोस्रो मारे 10औं मारे 20औं मारे यो कहिले कार्य फैलाउने त फौज जम्मा गरेर अब सन्देश कार्यलाई डर हो यो भगवान को पाइक उठेर आएर विश्व पुगेको असौदो पापड कटाइ गरिदिन दसैँका पोका कटाइ गरेर गरे भयो भने पुग्नु सवाल हो कहीको चेलो हो कहीको नाति तेरा गातोको सराइले गातोको गात कार्यक्रम पुरा चल्नुको नाति सन्देश कार्यको चेलो मारो लडाइँ सुरु भयो त्यो एक रात भइरहेको हुन्छ पुरा रात राजा सुल्तान रमेश सर हजुरको परिचय सहित यो छलियामा मेन कुरा चाहिँ बुक गराइदिनु पऱ्यो हजुर अनि वजा सरकार हुन्छ सटिकमा चाहिँ यसका टर्मिनोलोजी अलिकति पर्फर्मेन्सको भाषामा दाइको कुरा आइहाल्यो अलि शैक्षिक एकाडेमिक भाषामा हजुरले अध्येताको रूपमा बुझेको कुरा
मेरो नाम रमेश मन्डल हो। अब छलिया नृत्यको कुरा गर्दा छलिया भनेको छल्नु। अब यसमा चाहिँ पहिले पत्रिकी शासनवर्गबाटै यो आएको र तुर्की र कुमाउँको 14 राजाहरूको शासनकालमा यसको चाहिँ धेरै विकास भएको पाइन्छ र पछिल्लो समयमा यसलाई चाहिँ पुनरुत्थान गर्ने काम बैतडीको तल्लो सोराड एरियाबाट भएको देखिन्छ र यसमा मैले मेरो विचारले छलिया नृत्यको कुरा 3वटा कुरा छ्या भन्ने छलिया छलो खेल्नु, छेउटा हाल्नु र छ्याउ बोक्नु। अब छलो जसले पनि खेल्न सक्छ। अब छेउटा भन्नाले यो चाहिँ यो जो हामी देउडा गीत खेल्छौँ त्यो देउडा गीतलाई नै छेउटोको रूपमा पनि प्रयोग गरेको पाइन्छ र छेउटो भनेको मेरो विचारले छेउरो टुप्पो भने जस्तो हो। किन त्यसलाई त्यसरी भनियो भनेपछि जस्तै मैले पनि त्यो छलिया नृत्यहरू हेर्ने पुराना नृत्यहरू हेर्ने गर्ने बेला मैले के पाल्छु पाकिरियाना प्याना दिँदा पाकिरियाना प्याना बेहुला कि पर्याता आएछ कहाँ छ तेरो ध्यान। यसरी पहिलो देउडाको टुप्पो मात्रै आयो कि छेउ आयो पाकिरियाना प्यान कहाँ बाँकी के बाँकी थाहा छैन। त्यो प्यान भने फल हो, भग्नेउलो डायलो कि भग्नेउला ए भग्नेउला नै हो यो वास्तवमा भग्नेउला नै हो। यसलाई चाहिँ ठोक भन्ने पनि गरिन्छ र ठोक चाहिँ 2 किसिमका भयो कि तपाईँ एउटा देउडा लय पुरै देउडा भयो पुरै देउडामा गाइने जस्तै पटातली पटामली देउलाका दुख्छन् नदेउरानी नजेठानी दुई गाका दुख्छन्। देउरानी जेठानी भएको त्यो देउरी लिएर आयो त्यसको देउरानी जेठानी छैन त्यसलाई त्यसरी पनि भन्थे। अर्को चाहिँ मैले अहिले भनेअनुसार चाहिँ बेल्याभरि छाछ त्यो शीतका निसी गया तेरो जानु कहाँ छ भन्ने यसरी कि यो चाहिँ के को उदाहरण भयो हजुरको? यसलाई छेउटो भन्ने छेउटो नेउलाको रूपमा छेउटो हाल्ने गरिन्छ। अब अनि यो त्यसपछि चाहिँ यसलाई चाहिँ विजय उत्सव तत्कालीन राजा रजौटाहरूले आफै युद्ध गर्ने आफै रणभूमिमा जाने र कसरी हामीले युद्ध जितेर आयौँ भने त्यसलाई छलिया नृत्यबाट मनोरञ्जनात्मक शैलीमा त्यसलाई प्रस्तुत गरिएको र हाल आएर त्यो व्यवसायीकरण भयो र यसको बिचको पिरियडमा के भयो भनेपछि अलिकति यसलाई चाहिँ जातीय रङ दियो। यसमा विशिष्ट जातिहरूले त गाइने गर्थे नै र तिनीहरूले जतिको आत्मसम्मान पाउने हो त्यो आत्मसम्मान तत्कालीन अवस्थामा दिन नसकेको अवस्था र यसलाई मनोरञ्जनात्मक हिसाबमा मात्रै लियो, प्रयोगवादी शैलीमा गयो र पछिल्लो समयमा अब यो चाहिँ हाम्रो संस्कृति रहेछ, यो हाम्रो विशिष्ट परम्परा रहेछ, यसको संरक्षण बिना त हाम्रो संस्कृति नै हो जेलमा परिहाल्छ भन्ने किसिमको जुन पछिल्लो समयमा चेतनाकरण भयो र पश्चिमा संस्कृतिको पनि यहाँ दबदबा बढ्न थाल्यो भने अब हामीले हाम्रो संस्कृति जोगाउन गर्नुपर्छ भन्ने किसिमले अगाडि आउँदै यो अहिले व्यवसायीकरण हुँदै गइरहेको छ र यसमा चाहिँ यो छलिया नृत्य गर्ने यिनीहरू चाहिँ के भन्छन् यो संस्कृतिका चाहिँ छलियाहरू चाहिँ अग्रपङ्क्तिमा यी सम्भावक नै हुन् छलिया नृत्य र यसमा चाहिँ अहिले त 5-7 जनाको टोली पनि त्यो झकुलो लगाएर नाच्ने गरिन्छ भने तत्कालीन अवस्थामा 2टा छलेर बिचमा पात्र नाचिन्छ। त्यो पात्र भन्नाले त्यो तपाईँको भनेपछि त्यो छलिया नृत्यलाई झन् मनोरञ्जनात्मक बनाउने किसिमले एउटा हास्य पात्र जस्तै बनाएर त्यसलाई कसरी कलात्मकता थप्न सकिन्छ र कसरी मनोरञ्जन प्रदान गर्न सकिन्छ भन्ने किसिमले बनायो र त्यसमा पनि अमुक जातिका अमुक महिलाहरूलाई नचाउन थाल्यो र पछि आएर त्यसलाई यही दृष्टिले पात्र भन्न थाल्यो अनि त्यसपछि त्यो समाजमा एक किसिमको विद्रोह उत्पन्न भएर तिनीहरूलाई नाच्नबाट बन्देज गरेर अहिले पछिल्लो समयमा आएर पुरुषलाई नै त्यो पात्रको रूप धारण गरेर त्यसरी नचाउने गरेको पाइन्छ र पछिल्लो समयमा व्यवसायीकरण भएको छ। गीतहरू पनि समय सापेक्ष समय परिवर्तनसँगै आफ्नो आफ्नो किसिमले जस्तै विवाहमा एक किसिमका गीतहरू गाइन्छन्, सांस्कृतिक महोत्सवमा अर्को किसिमका गाइन्छ, जात्राहरूमा के ढङ्गका गाइने भयो। यसरी चाहिँ छलिया नृत्य हाम्रो सुदूरपश्चिमको एउटा विशिष्ट लोक नृत्य हो।
यसमा चाहिँ लोकगीतहरू, यसमा बाजा गाजा सबै मिश्रण, साङ्गीतिक मिश्रणले भरिएको अहिलेको समयमा चाहिँ झन् लोकप्रिय हुँदै गइरहेको नृत्यको रूपमा यसलाई लिन सकिन्छ र यसलाई समय सापेक्ष उहाँ सिन्हा दाइले पनि ट्रेनिङ दिँदै हुनुहुन्छ र ट्रेनिङ दिएर अझै यसलाई तालिम दिएर यसको चाहिँ दायरा फराकिलो बनाउनुपर्छ अनि मात्रै यसलाई चाहिँ बिस्तारै पुस्तान्तरण पनि गर्दै जानुपर्छ अनि मात्रै छालिया नृत्यलाई हामी जोगाउन सक्छौँ। धन्यवाद सर। यसलाई यो सीमान्तकृतहरूको पहिचानसित कसरी जोड्न सकिन्छ सरलाई? सर हजुरको परिचय, पुरै परिचय हो। मेरो नाम जगदीश ओझा, नमस्कार। पहिले मेरो परिचयले चाहिँ गैतरी घुम्ने लगेको हाल म नगरपालिका वार्ड नम्बर 5 बसोबास गरिरहेको छु। लोक साहित्य र लोक सांस्कृतिक क्षेत्रमा अलिअलि चासो राख्ने मान्छे भएको थिएँ। छलिया नृत्य सुदूरपश्चिम र कुमाऊँ क्षेत्रको एउटा विशिष्ट कला हो जसमा गीत, सङ्गीत र वादन तीनवटै विधाहरूको सम्मिश्रित स्वरूपको रूपमा छलिया विधा जोडिएको छ भने अलिअलि यसको सम्बन्ध लोक साहित्यसित पनि हुन्छ, किनभने त्यसमा गीतहरूको सम्मिश्रण भनेर गीतहरू गाउने भएकाले त्यो गीतको विधालाई लोक साहित्यसित पनि जोड्न सकिन्छ र निश्चय नै यो एउटा विशिष्ट रूपमा यसले हाम्रो यहाँको सांस्कृतिक पहिचान समेत देखाउने भएकाले निरन्तर रूपमा यो पुस्तान्तरणमा यसको केही समस्या देखिएको छ। पुस्तान्तरण हुन नसक्दाखेरि अब सबै सांस्कृतिक विधाहरू क्षेत्र फाँटहरूमा त्यो समस्या देखिएको र अहिलेको जुन सांस्कृतिक अतिक्रमण सङ्क्रमणको चपेटामा यो छलिया विधा पनि परेको छ। त्यसको विस्तृत व्याख्या चाहिँ शाब्दिक रूपले भइसकेको छ, मानिसहरूले चिन्नुभएको छ र खास गरेर यसलाई व्यावसायीकरण गरियो भने अबको पुस्ताले एउटा यो राम्रो आय आर्जनको क्षेत्र पनि हुन सक्ने पर्याप्त सम्भावनाहरू छन्। हाम्रा परम्परागत विधाहरूलाई पुस्तान्तरण गर्दै जाने र त्यसलाई परिष्कार गर्दै जाने हो भने यसले एउटा राम्रै साङ्गीतिक विधाको रूपमा स्थापित हुन्छ र यो लोककला पनि संरक्षण हुने, लोक साहित्य पनि संरक्षण हुने र सँगसँगै संस्कृतिलाई पनि नयाँ पुस्तामा हस्तान्तरण गर्न सकिने हुन्छ र विगतमा यसलाई जुन जातीय रूपमा एउटा जातिको अथवा एउटा वर्गको मात्रै विधाका रूपमा अङ्कित गरियो र मनोरञ्जनात्मक रूपमा मात्रै लिइयो भने अर्कोतिर यो यसको सांस्कृतिक महत्त्व थियो भने उत्सवहरूमा लाई मनोरञ्जक र आकर्षक बनाउने कलाका रूपमा पनि छलिया नृत्यलाई लिएको छ र यसमा अब खासै बिचमा यो एउटा जातीय दमाईहरूले मात्रै यो गर्ने हो भने पनि अहिले पछिल्लो पुस्तामा अब यो जातीय भेदभाव घट्दै गएको परिप्रेक्ष्यमा यसलाई चाहिँ पुस्तान्तरण गर्दै सबै जात जातिहरू यसमा नाच्ने गाउने सबै जात जातिहरूमा त्यो अब त्यो जातीय भेदभाव क्रमशः हुँदै गएको छ र सबै जात जाति क्षेत्रका मान्छेहरूले यसलाई आत्मसात गर्दै अघि बढ्ने चाहिँ यो चाहिँ एउटा वर्गको मात्रै नभएर समग्र समुदायकै एउटा सांस्कृतिक सम्पत्तिका रूपमा यसलाई विकास गर्न सकिन्छ। यो व्यावसायीकरण हुन सकियो भने अहिले जहाँ हामी होटलहरूमा ठुल्ठुला कार्यक्रमहरूमा यो ऱ्यापहरू गाउने डान्स बारहरू खोल्ने गरेका छन्, त्यो ठाउँमा यो छलिया नृत्यलाई प्रदर्शन गरेर यसको व्यावसायीकरण गरेर यसले कल्चरल टुरिज्म सांस्कृतिक पर्यटनलाई पनि विकास हुन सक्ने देखिन्छ। अहिले थुप्रै पर्यटकीय स्थलहरूमा त्यस्ता टिमहरू खडा गरेर विदेशी अथवा स्वदेशी आन्तरिक बाह्य पर्यटकहरूलाई छलिया नृत्य देखाउने स्थलहरूको विकास गर्न सकियो र त्यो व्यावसायिक रूपमा त्यसलाई देखाउन सकियो भने त्यो एउटा राम्रो पर्यटनको पनि विकास हुने, संस्कृति पनि विकास हुने र आय आर्जनको रूपमा पनि त्यसलाई विकास गर्न सकिने सम्भावनाहरू रहेका छन्। मात्रै यो प्रशिक्षण र पुस्तान्तरणको हो र नयाँ युवा पुस्ताले यो हाम्रो सम्पदा हो र यसबाट हामी जीविकोपार्जन गर्न सक्छौँ र यो कलालाई देखाएर हामी देश विदेशमा नाम कमाउन सक्छौँ, दाम कमाउन सक्छौँ भन्ने किसिमको भावना चाहिँ विकसित गर्नुपर्ने अहिलेको आवश्यकता। धन्यवाद सर। यो सीमान्तकृत वर्ग, यो मार्जिनल ग्रुपका मान्छे छन् जस्तो दमाई, यिनीहरू दलित वर्गका मान्छे छन्, यिनको पहिचानसित कसरी जोडिन सक्छ सर? यसले पहिचान निर्माण गर्न कसरी भूमिका खेल्न सक्छ यो छलिया नाचले? निश्चय नै यो त्यो अबको जमानामा जुन कुनै एउटा जाति र सीमान्तकृत वर्ग भन्दा पनि हामीले खास गरेर
अब पढे लेखेको माथिल्लो वर्ग त त्यो पछि लाग्दैन, तर जो निम्न आयो भने कमजोर आर्थिक अवस्था भएका मानिसहरूलाई प्रशिक्षणको माध्यमले यो विधालाई अगाडि बढाउन सकियो भने निम्न आय भएका वर्गहरूको लागि यो एउटा राम्रो कमाइको माध्यम हुनसक्छ। अहिले पनि विवाह उत्सवहरूमा यो छलियाको देखाउने, छलिया नृत्य गर्ने त्यो कार्यक्रमहरूमा यो कार्यक्रम आयोजना, विवाह बन्द त्यस्ता न्वारान जस्ता कार्यक्रमहरूमा यो छलिया नृत्य गराइन्छ। त्यसबाट राम्रै त्यो गर्न सक्ने राम्रै कमाइ गरिरहेछ। अहिले केही नभने पनि एउटा बिहामा छलियाको टिमले चाहिँ 30-35 हजारदेखि लिएर 50-55-60 हजार रुपियाँसम्म कमाइ गर्न सक्ने अवस्था छ। त्यो व्यावसायिकरणको एउटा पाटो हो। त्यसलाई अझै समाजका सबैले अङ्गीकार गर्दै हामीले चाहिँ ड्रम बजाउनुको सट्टा छलिया नै देखाउने भनेपछि त्यो सबैले आत्मसात गर्न सकेपछि सीमान्तकृत आर्थिक रूपले सीमान्तकृत वर्गलाई माथि उठाउनमा यसको योगदान हुनसक्छ। एकदमै सर, यो पहिला अलिकति जातीय विभेद गरेको त्यस्तो देखिन्थ्यो। हाल आएर महिलाहरू पनि जहाँ चाहिँ औजी दमाईले बाजा बजाउने, नृत्य देखाउने र उनीहरूले लिडिङ गरेको कुरालाई सँगसँगै महिलाहरू पनि गइरहेछन्। बाहुन क्षेत्रीका महिलाहरू पनि गइरहेछन्, डान्स गरिराखेका छन्, अनि पुरुषहरू पनि छन्। यसलाई हामी कुन रूपमा लिन सक्छौँ सर? वर्तमान समयमा त्यो हाम्रो सोच र सन्दर्भ नै परिवर्तन भइसक्यो। एक जमाना थियो मुर्गा पाल्नेलाई उसको कास्ट जात थरलाई चाहिँ डाउन गरिन्थ्यो होइन। अब कपडा सिलाउने दमाईको मात्रै हो भन्थे। अहिले बाहुनहरूले पनि टेलरिङका दोकानहरू खोलेका छन्। अनि माथिल्लो जातिका भनेकाहरूले मुर्गा पालन गरिरहेछन् होइन। त्यो अहिले चाहिँ यो जमानामा काम गर्नु त्यो त्यति बेलाको सङ्कीर्ण सोचले गर्दा त्यसलाई एउटा जातीय रूप दिइयो अथवा एउटा जातिको मात्रै हो भन्ने भन्यो भने वास्तवमा त्यो सम्पत्ति त साझा थियो। छलिया जातीय भेदभाव भए पनि छलिया त सबैको घरमा नाचिन्थ्यो, छलिया सबैको घरमा देखाइन्थ्यो, सबैले हेर्ने बुढापाका सबैका लागि थियो। मात्र त्यहाँ अलिकति त्यो जातीय सङ्कीर्णताको लेख थियो। अहिलेको अवस्थामा त्यो जातीय रूप घटिसकेपछि जोसुकैले पनि छलियामा नाच्न सक्छ, छलिया प्रदर्शन गर्न सक्छ अथवा छलियाको प्रशिक्षण लिएर छलिया बन्न सक्छ। त्यसमा कुनै त्यो अहिले चाहिँ त्यो छैन। तर यो सांस्कृतिक जगेर्नाको दृष्टिकोणले हेर्दा सबैको चासो चाहिँ यसमा हुनुपर्छ र यसमा अध्ययन अनुसन्धानहरू पनि भइरहेछन्। त्यसले पनि एउटा डकुमेन्टेसनको काम गरिरहेछ। भोलि हाम्रो संस्कृति हराए पनि डकुमेन्टहरूमा त हो यस्तो रहेछ भन्ने कुरा आउँछ र काहीँनिर त्यो भोलि चाहिँ पुनरुत्थान गर्नुपर्ने पनि हुनसक्छ। त्यस्ता कयौँ उदाहरणहरू पनि देखिएका छन्। अहिले हाम्रो छलिया यो हुर्केलीसँगै मिल्ने यो पूर्वको कोशी अरुण क्षेत्रमा रहेछ। जयराज पन्त सरले एउटा हुर्केली त्यहाँ अरुण उपत्यकामा गएर प्रदर्शन गरेको भिडियो पनि हामी यो सामाजिक सञ्जालहरूमा देख्न पाउँछौँ। र त्यस्तै नृत्यहरू अरू जातिसित पनि त्यस्ता समानता भएका नृत्यहरू छन्। तिनीहरूबाट पनि हामीले केही सिक्नुपर्छ। हाम्रो आफ्नो मात्रै छ र यसलाई मात्रै जोगाउँ भनेर अब चाहिँ यो ग्लोबलाइजेसनको जमाना हो। अङ्ग्रेजहरूले आफ्नो लोकालिटीलाई ग्लोबलाइजेसन गरेर इङ्ल्यान्डको ड्रमलाई भारत र नेपालमा पुर्यायो भने हामीले पनि हाम्रो छलियालाई चाहिँ अमेरिकामा प्रदर्शन गर्ने, साउदी अरबमा प्रदर्शनका लागि अफर आयो भन्ने कुरा पनि यसअघि भइसकेका छ। त्यो भोलि हामीले हाम्रो राम्रो कला कुनै एउटा विदेशी पर्यटकहरूलाई देखाउन सक्ने हो भने उनीहरूको देशमा पनि यो हाम्रोभन्दा त यो राम्रो छ, बेटर छ भन्ने उनीहरूले प्रचार प्रसार गरेपछि त्यो अहिले हामी नेपालीहरू संसारभरि फैलिँदै गइरहेका छौँ क्रमशः। अब अमेरिकामा चाहिँ गोला बनाउने, होली खेल्ने अथवा दसैँको जमरा लगाउने या तिहारमा भाइटिका मनाउने प्रचलन बढ्दैछ भने भोलि हामीले यहाँ प्रतिभाहरूलाई जन्माउन सक्यौँ भने त्यो प्रतिभाहरू भोलि अमेरिकामा गएर पनि छलिया नृत्यको प्रदर्शन गर्न सक्छन्। छलियाको वैश्वीकरण हुनसक्छ, ग्लोबलाइजेसन हुनसक्छ। त्यतातिर हामीले सोच्नुपर्ने बेला आएको छ। अब हामीले लोकालिटीलाई मार्ने होइन, लोकालिटीलाई ग्लोबलाइज गर्ने। पश्चिमा मुलुकहरू, विकसित राष्ट्रहरूले त्यही गरिरहेछन्। आफ्नो लोकालिटीलाई प्रवर्धन गर्दै संसारभरि फैलाउने, त्यसलाई बिजनेसका रूपमा लैजाने। अनि चाहिँ हाम्रो यहीँ पनि कयौँ ठुल्ठुला सहरहरूमा अहिले डान्स बारहरू खुलिरहेका छन्। किन डान्स बार चाहियो हामीले? पश्चिमा कल्चर किन चाहियो? हामी त्यही कुनै एउटा यस्तो बार पनि ठुलोमा चिनादायले भन्दैछु। अब चाहिँ हामीले यहाँका होटलहरूसित कम्बिनेसन गरेर के गर्नुपर्छ भने महिनामा हप्तामा कुनै एक दिन चाहिँ त्यहाँ छलिया नृत्य प्रदर्शनीका कार्यक्रमहरू राख्नुपर्छ पर्यटकहरूका लागि, टुरिस्टहरूका लागि। त्यसले चाहिँ हाम्रो संस्कृति, व्यवसाय र पेसा, हाम्रो कला र हाम्रो साहित्यलाई संरक्षणमा फेरि योगदान पुग्छ। अब यो सीमान्तकृतको वर्गको मात्रै यो चिज फलानुको मात्रै हो भन्ने कुरा छैन। हाम्रो
बाहुन भन्थ्यो दमाईहरूले संस्कृत पढ्दैन भन्थे हाम्रो कृष्ण नेपालीले संस्कृतमा आचार्य गरेका छन् भोलि पनि कर्मकाण्ड गराउन सक्छन् बाहुनले मात्रै गर्नुपर्छ कृष्ण नेपालीले गर्नु हुँदैन भन्ने कुरा अब रहेन थियो जोसुकैले पनि त्यो आफ्नो संस्कृति परिवर्तनका कार्यहरू गर्न सक्छ। धन्यवाद कविराज सर हजुरको परिचय है यो चाहिँ हजुरको परिचय छ एकदमै डिटेलमा आउनु। नमस्कार, म कविराज भट्ट। मेरो घर सुर्खेउली घर गुरुकला पाली बैतडी जिल्लामा हो। हामी देवाण्डतिर बस्छौँ। हाल अध्ययनको सिलसिलामा महेन्द्रनगर बसिरहेको छ। अब छलिया नृत्य भन्ने बित्तिकै यसले तीनवटा कुराहरूलाई समेट्छ। एउटा इतिहासलाई समेट्ने गर्छ, अनि एउटा संस्कृतिलाई समेट्ने गर्छ र अर्को एउटा कलालाई समेट्ने गर्छ। छलिया एक नृत्य हो। नृत्यका विविध प्रकारहरू हुन्छन्, जस्तै कथक नृत्य, अर्का थुप्रै, तीमध्येको एउटा प्रकार हो छलिया नृत्य। र यसको मौलिक थलो भनेको नेपालको सुदूरपश्चिम र भारतको कुमाउँ गढवाल क्षेत्र बढी मैले बुझेअनुसार बढी जसो यसको प्रयोग भएको र सुरुमा ऐतिहासिक रूपमा विभिन्न किसिमका राजा रजौटाहरूलाई खुसी पार्नका निमित्त जसरी साहित्य प्रस्तुत गरिन्थ्यो, पृथ्वीनारायण शाह कविता या अरूले विभिन्न प्राथमिककालीन कविहरूले जसरी कविता लेखेर राजा रजौटाहरूलाई खुसी पार्थे, कुनै एउटा युद्ध जितेका राजालाई आफ्नो एउटा कलाद्वारा स्तुति गान, वीरगाथा गानको हिसाबले एक किसिमले यसको सुरुवात भयो। यद्यपि यो एउटा स्तुति गान या वीरगाथाको गान मात्रै रहेन। जसरी युद्धमा बालबालिकाहरू र महिलाहरू जाँदैनथे र आफूले गरेका कृत्यहरू, आफूले देखाएको कला, वीरता आफ्नै मुखबाट वर्णन गर्नुभन्दा पनि कुनै अर्को व्यक्तिले त्यसको वर्णन गरिदियो, त्यसको प्रदर्शन गरिदियो भने राजा रजौटाहरू पनि तत्कालीन अवस्थामा खुसी हुन्थ्यो। र यस्ता सांस्कृतिक अवसरहरूमा त्यो छलिया या दमाई जातिबाट या छलिया नाच्ने जातिबाट विशेष गरेर त्यसको कला भन्ने कुरा बढी जसो कलाहरू अहिले हामी जसलाई जनजाति दलित भनिरहेका छौँ, कलाको घर भनेको त्यही छ। बढी जसो सबै किसिमका कलाहरू छन् त्यहाँ र त्यो कलाबाट आफ्ना छोराछोरी, श्रीमती सबैलाई फलानु युद्धमा कस्तो भएको थियो, के थियो भन्ने एक किसिमको त्यो युद्धको वर्णन गरिएको पनि त्यसबाट एउटा लाभ मिल्यो भनौँ, यसो पनि हुनसक्छ भन्ने ठोकुवा गरेर यसो हो भन्न त कुनै पनि एउटा अब लोक विधाको बारेमा भन्न सकिँदैन। अनि दोस्रो त्यसका शब्दहरूबाटै हाम्रो पश्चिमेली, सुदूरपश्चिमेली भाषामा भनौँ, डोटेली भाषामा भनौँ, छलो खेल्नु भन्छन्। एउटा छलो खेल्नु भनेको एउटा नृत्यकै प्रकार हो। अनि त्यो छलोसँगै छल भन्ने शब्द पनि आयो। छल भनेको त्यसमा विभिन्न किसिमका अभिनय प्रहसन पनि बिचमा छलिया खेल्दा आउँछन् र त्यो छलियाहरूले विभिन्न किसिमका कौतुक, जादु जस्ता सामान्य जादु जस्ता, कति बेला ती मकैका दानाहरू निल्ने, तिनीहरूलाई काटेर आधा गर्दै 2-3 दाना, मैले 5 दाना सपाएर खाएँ, अब म 5 दाना बाहिर निकाल्छु भनेर यसरी घाँटीमा हानेर त्यसरी निकाल्ने गर्थे। त्यो एक किसिमको छल देखाएर, कौतुक देखाएर रमाइलो गर्ने एउटा भयो भने अर्को छल भनेको छल्ने क्रिया अगाडि आइसक्यो। एउटाले तरवारले हान्छ, अर्कोले त्यो चोटलाई छल्छ। एक किसिमले त्यो पनि अर्थ लाग्न सक्छ त्यसबाट। त यसरी छलिया नृत्य भनेको एउटा इतिहासको वर्णन गर्ने कुरा आयो। अब सांस्कृतिक रूपमा भन्ने हो भनेपछि यसले सिङ्गो संस्कृतिको पनि, छलिया नृत्यले सिङ्गो संस्कृतिलाई बोकेको हुन्छ। यसले नृत्यलाई मात्र बोकेको छैन, हाम्रो यतातिर प्रयोग हुने बाजागाजालाई बोकेको छ, त्यो बाजागाजा बनाउने मान्छेलाई बोकेको छ, अनि हाम्रो त्योसँगै बोलिने भाषालाई बोकेको छ। हाम्रा राजा रजौटाहरूले या हाम्रा पुर्खाहरूले लगाउने वेशभूषा जस्तै झकुलो, फेटो, पगडी, यी कुराहरूलाई पनि त्यसले बोकेको छ। छलिया नृत्यले एक किसिमले पुरै संस्कृतिलाई बोकेको छ। संस्कृतिभित्र गीत सङ्गीत, लोक साहित्य सबै कुरा आइहाल्यो। अब कला त छलिया नृत्य भनेको वास्तवमै नृत्य भन्ने बित्तिकै कला हो र यो एक किसिमको मौलिक कला हो जसमा
थुप्रै अहिले अगाडि दाजुले पनि भनिसक्नु भएको छ सेना दाइले, यसभित्र देखाइने कलाहरूमा अब काँधमा चढेर अनि आँखा यसो पैसा टिप्नका लागि आँखाले उल्टो पल्टेर पैसा टिप्ने प्रचलन भयो एउटा। अनि त्यसै गरेर थालीको बिचमा थालीको किनारामा हिँड्ने, अब त्यो पनि सामान्य मान्छेले गर्छ, एक किसिमको त्यो पनि साहसिक क्रियाकलाप देखाउने कार्य पनि त्यो सायद वीर पुरुषहरूले यसो गर्न सक्छन्, खुकुरीको धारमा पनि हिँड्न सक्छन् भन्ने किसिमको त्यो सन्देश पनि छलिया नृत्यको हो। अब त्यसमा बजाउने बाजा गाजाले अब हरेक किसिमका युद्धहरूमा हामीले विभिन्न, अहिले त अब हामीले विभिन्न पुराणहरू हेर्नुपर्छ यसका लागि, महाभारतका कुराहरू गर्नुहोस्, रामायणका कुरा गर्नुहोस्, अहिले हामीले मुभी हेरेर केही कुराहरू थाहा पायौँ। त युद्ध सुरु हुनका लागि विभिन्न किसिमका बाजाहरू बजाइन्छ। बाजा बजाउने बित्तिकै मान्छेमा जस्तो किसिमको बाजा बज्छ त्यस्तै किसिमको एक किसिमको ऊर्जा पैदा हुन्छ। लडाइँमा पनि बाजाहरूको प्रयोग हुन्थ्यो पहिले, जो अगाडि हजुरले महाभारतका प्रसङ्गहरू जोड्नु भएको थियो। यद्यपि महाभारतबाट यसको विकास भएको ठिक्क यकिन भन्नु नसकिए पनि यस्ता किसिमका जुन राजनैतिक, ऐतिहासिक, धार्मिक यस्ता युद्ध हुन्थे, ती युद्धहरूमा बाजागाजाहरू बजाइन्थ्यो र त्यसले वीरहरूमा, योद्धाहरूमा एक किसिमको इनर्जी पैदा गर्थ्यो। त्यसलाई पनि यसले एक किसिमको शरीरमा सकारात्मक ऊर्जा दिने किसिमको कुरा पनि गरेका छ भने, अनि धर्म संस्कृतिलाई पनि यसैसँग जोडिएको छ। बाजासँगै हाम्रो धर्म संस्कृति अब पहिले यो यद्यपि पछिल्लो समयमा आएर जातपातका आधारमा भेदभाव गर्ने त्यो कुरा आए पनि अगाडि सिनादाले भने जस्तै सुरुमा जति बेलासम्म देउताको ढ्योल बज्दैन तबसम्म मन्दिरका केवाड खुल्दैनन् भने सर्वप्रथम त त्यति बेलाको समाजमा त अहिले दलित भनिएका जातिहरू नै अगाडि जाँदा रहेछन्। अनि उहाँले भन्नुभयो जस्तै पूजा गर्ने बेलामा पनि अगाडि उहाँहरू लाग्नुहुन्छ। अनि दोस्रो यो के पनि हो भने दलित वर्गले या गरिब वर्गले, पिछडिएका वर्गले त्यति बेला हाँसो मजाकका रूपमा आफ्ना वेदनाहरूलाई प्रस्तुत गर्ने विधाका रूपमा पनि यो यसमा गाइने गीतहरू जो हुन्छन्, देमाण्डो निङ्ला शैलीमा तपाईँको यो पूजा गर्ने जमान जातको बेलामा ठुल्ठुला कर्मचारीहरूलाई गाली गर्छन्, त्यो हामीले प्रसादका रूपमा गराउनु। त्यो गाली नभएर वास्तवमै उनीहरूले आफूलाई दिएको पीडा जो थियो त्यो पीडालाई प्रस्तुत गरेका हुन्। स्याहादेखि रोबाइमा पनि त्यस्तै हुन्छ, ती बाजा गाजा बजाएर। त्यति छलिया नृत्य हुन त विवाह उत्सवमा मात्रै हो पहिले यो छलिया नृत्य। पछि यद्यपि पछिल्लो समयमा अब त्यो जन्म उत्सवमा जाति बाजागाजा तिनै गए पनि छलिया नृत्य विवाहमा बजाइयो। अनि छठी खेल्ने भनेर जन्म उत्सवमा जो भ्या र भ्याको कुरा गर्नु भएको थियो, त्यति बेला छठी खेल्थे, तिनै बाजागाजाहरू प्रयोग हुन्थे छठी खेल्ने बेलामा पनि। त्यसमा पनि बढाइ खडाइ गर्नका लागि तिनै बाजा आउँथे, यद्यपि छलिया नै ननाचे पनि। र व्रतभन्दा आदि इत्यादिमा त्यो हरेक अवसरमा अहिले त अब खेडी जोडी जाँदा पनि जस्तै देवी देवताका मन्दिरका ठुल्ठुला खामहरू ल्याउन भयो, अनि त्यो ठुल्ठुला हिमालयका खाम ल्याउन या धुरी पासाहरू ल्याउन, घरका धुरी पासा, त्यसले के गर्दो रहेछ भने एक किसिमको ऊर्जा पैदा गर्छ। हामीले खेडी जाने बेलामा पनि एकै जोर हम्मो भनेपछि मान्छेहरूमा एक किसिमको ऊर्जा पैदा हुन्छ। त्यसै किसिमको ऊर्जा बाजागाजाहरूले पनि प्रदान गर्छ। र यसले एउटा कुरा मात्रै नभएर एउटा कला त हो, हाम्रो संस्कृति हो सुदूरपश्चिमको। यो सँगसँगै इतिहासलाई बोक्यो, संस्कृतिलाई बोक्यो, धर्मलाई बोक्यो, मनोविज्ञानलाई बोक्यो, स्वास्थ्यलाई। बाजाबाट विभिन्न किसिमका थेरापीहरू पनि हुन्छन्। जस्तै अब एक किसिमले शरीरमा ऊर्जा हुनु, देवता आउनु, काम्नु भनेको पनि त ती बाजाहरूकै कारणले थुप्रै। जस्तै यो चलो जाने बेला अर्को थुप्रै भन्नुभयो दाइले, उकालो जाने बेला मान्छेहरूलाई हिँड्न सजिलो हुने भयो, बिस्तारै बाजा बजाइयो। ओह्रालो जाने बेलामा पनि राम्रोसँग खुट्टा टेकाउन सकिँदैन, अलि साँटो गरेर एक ट्याङ ट्याङ गरियो। तर कहीँनिर जहाँनिर मजाले नाच्न सकिने, गाउन सकिने ऊर्जायुक्त ठाउँ छ, अलि मैदान छ भने त्यहाँनिर धिरो सिरो हान्ने, राम्रोसँग छलिया बाजा लगाउने, त्यो गर्छन्। त्यसले हाम्रा शरीरमा एक किसिमको ऊर्जाका साथसाथै यौगिक क्रिया जस्तो पनि भनौँ न, योग जस्तै शारीरिक कसरतका रूपमा पनि यसले काम गर्छ। अब यसको कलाका रूपमा भइहाल्यो। र यसबाहेक अब यो एउटा पेसा व्यवसाय पनि हो। तत्कालीन समयमा मान्छेहरूसँग धेरै जग्गा जमिन हुँदैन थियो र त्यसमा पनि गरिब तथा दलित वर्गहरूलाई सकेसम्म तल्लो भेगतिर ठाउँ दिन्थे। गाउँमा जहाँ अलि सबै मान्छेहरूको बस्ती भएको तलतिर पाखा पखेराहरूमा बढी ठाउँ हुन्थ्यो।
र यस्ता ठाउँहरूमा बस्दा उब्जनी पनि नहुने अर्काको सेवा मात्रै गरिराख्नु पर्ने अवस्थामा मान्छेले जीवनमा खानका लागि त चाहियो केही गुजारा गर्नु पर्यो भने कला प्रदर्शन गरेर आफ्नो व्यवसाय पनि त्यहाँबाट सुरुदेखि नै एउटा व्यवसायीकरण भयो। त्यो व्यवसाय एउटा नाच्ने व्यक्तिको मात्रै भएन, बजाउने व्यक्तिको पनि भयो, बाजा बनाउने मान्छे अब त्यहाँनिर एउटैको मात्र रहेन, अब तामा व्यवसायीको पनि भयो, त्यो बाजा बनाउने मान्छे लोहार जाति या विश्वकर्माहरूले आफरहरूले पनि काम पाए त्यति बेला। त्यसबाट छालाको काम गर्ने मान्छेले दमाउ बनाउनका लागि त छालाको प्रयोग हुन्छ, छालाको काम गर्ने मान्छेले पनि काम पाए त्यहाँनिर, ढाड दरबार बनाउने मान्छेले काम पाए, काठको काम गर्ने मान्छेहरूले काम पाए। त्यसमा जे कुराहरू छन् ती एकैसित मात्रै सम्बन्धित नभएर धेरै पक्षसँग सम्बन्धित भयो। तर वर्तमान समयमा यसको के समस्या आइदियो भने एउटा यसको कुनै पनि कलाको जबसम्म हाम्रो व्यवसायीकरण हुँदैन, अब त्यहाँ एउटा रीत उगाउने जस्तै अगाडि दाइले भने जस्तै बिहाको कति दाइ 12 बिहाको 12 भन्ने चलन मात्रै आयो। त्यो 12-12मा रटे जस्तो मात्रै भयो। अहिलेको समयमा जस्तै कहाँनिर हामीले यो पाठ गर्छौँ, पण्डितजीहरूलाई यो 5 रुपियाँ उचाइ लेखेका छौँ, 1.25 रुपियाँ उचाइ लेखेका छौँ र यसको पाठ पाडेर आउनु भनेर एक दिनभरिको मन्दिरमा घुमाए जस्तै हो त्यो। अब त्यहाँनिर त्यसलाई कलाको रूपमा त्यति बेला त पैसा हुँदैन, त्यो मान्छेसँग अन्न दिने गर्थे, खानेकुरा नै भए पनि कपडा दिने गर्थे, त्यसले अलिअलि गुजारा चल्थ्यो। त्यो समयमा त्यस्तै चलेको थियो, समय पनि त्यस्तै थियो। अहिलेको समयमा त्यो व्यवसायीकरण हुन सकेन, न हाम्रा बाजागाजाहरू, न हाम्रो कला व्यवसायीकरण हुन सक्यो। हामीले के सोच्यौँ भने बिहेको दिन फलानु मेरो बेटी उठाए हो, उसको घरमा जानै पर्ने हो, रिसाउने हो भनेर उनीहरूले पनि त्यो मेरो देवी अब त्यसलाई मगाउनुपर्छ भनेर हामीहरूले पनि खोज्यौँ। त्यसैमा मात्र सीमित हुँदैन, त्यसको ठिक्क अहिले थोरै सहर बजारतिर अलि अहिले त गाउँघरतिर पनि अलिअलि व्यवसायीकरण भाषा 1 रुपियाँमा आउँछौँ हामी, यतिजना छौँ भन्ने। अब त्यति बेला त्यसैले पुरा हुन सकेको नभए पनि यद्यपि माना चामल आटा अनि जस्तै अब अड्कने भनेको अब यो भुइँसो या केही नभए पनि एउटा गाईको बाछा राँगाइ काटेर मासु खसी टोकाइ काटेर पनि दिने चलन रह्यो। त्यो पहिलेको समयमा ठिक थियो, बिचमा विकृति आएर भेदभावमा परिणत भयो। त्यसमा अलि त्यति बेला थुप्रै समस्या भोग्नु पर्यो उहाँहरूले, उक्त समुदायले। तर अहिले आएर फेरि केही थोरै मात्रामा भए पनि अहिले आएर एउटा कलाको रूपमा हेर्न थाल्यो। अब यसलाई व्यवसायीकरण गर्ने अहिले त नेपालकै कुरा गर्ने हो, भारतको कुरा गर्ने हो भने भारतको अहिले को जुन कार्यक्रम छ गणतन्त्र दिवसको के अरे यो अङ्ग्रेजहरूको दिवस मनाउँछ, स्वतन्त्रता दिवस, त्यो दिन अहिले कुमाउँबाट अब नेपालमा अलि यही समस्या छ हाम्रो देशमा, अलि हामीले त्यसलाई राम्रोसँग सरकारले पनि बुझ्न सकेका छैन। भारतले अब स्वतन्त्रता दिवसमा सलिया प्रदर्शनी राखेर त्यति ठुलो कार्यक्रममा एक किसिमको सम्मान सरकारी रूपबाट पनि सम्मान दियो। हाम्रो यतापट्टि यस नृत्यलाई 2-3 कुरा गरेर, एउटा त हामीले बेन्ड बाजा छोड्नुपर्छ सबैभन्दा पहिलो। बेन्ड बाजा भनेको त हाम्रो होइन, हाम्रो 26 बिहा व्रतबन्ध जे पनि छ त्यसमा हाम्रा मौलिक बाजाहरू छलिया बाजा बजाउनका लागि सबैले माग गर्नुपर्छ। एक कुरो जसले बाजा बजाउन सक्छ, पैसा दिन सक्छ, बेन्ड बाजा बजाउनु भन्दा हामीले त्यो बाजा बजाउने, बेन्ड बाजा हाम्रो पनि होइन, हाम्रो पैसा पनि झल्किँदैन र त्यसमा कुनै कला पनि छैन, खालि एउटा अङ्ग्रेजहरूले युद्धमा जाने बेला ड्याङ 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 गरे जस्तै हो। त्यसमा कुनै सरोकारको विषय, त्यसले बरु विकृति भित्रिरहेको छ। तर छलिया बाजामा विकृति छैन। छलिया बाजा भनेको एउटा अनुशासित बाजा, सुरुमा देवी देवतालाई सम्झियो, त्यसपछि इतिहासलाई सम्झियो, संस्कृतिलाई सम्झियो, सबै कुरालाई सम्झिन्छ। अनि बिचमा सामान्य तरिकाले त्यसमा कुनै किसिमको यो अहिलेको जस्तो शृङ्गारिकता पनि त्यो सामान्य शृङ्गारिकता हुन्थ्यो, तर त्यसमा यो सामान्य हँसाउने कुरा। अब त्यति बेला साना बेहुली हुन्थे, हेर्नुहोस् एउटा गीतले कति महत्त्व राख्छ त्यति बेलाको भने। साना बेहुली हुन्थे, रोएर जान्थे, अनि त्यति बेला सास बढाउनको लागि, अलि हँसाउनको लागि राति रुमाल काटेली मिठाई छ, क्या के हुन्छ बेहुली बेहुलो सिपाही छ अनि अलि हाँसो जस्तो पनि भयो, एक किसिमको ढाडस दिने कुरो पनि भयो। यसले गर्दा यसलाई हामीले व्यवसायीकरण गर्न सक्यौँ। हाम्रा सरकारी
पाठ्यक्रमहरूमा पनि विभिन्न किसिमका लोक साहित्य पढाउँदा होस् या कलाका विषयवस्तुहरू मानवीय विषयका विषयवस्तुहरू पढाउने बेलामा पाठ्यक्रम बनाउने बेलामा पनि यस्ता किसिमका विषयवस्तुहरूलाई पनि हामीले राख्न सक्यौँ भनेपछि हाम्रा सरकारी जुन गणतन्त्र दिवस मनायौँ हाम्रो सरकारी पक्षबाट जुन विभिन्न किसिमका कार्यक्रमहरू आयोजना हुन्छन् सुरुवातमा यस्ता बाजागाजाहरू बढाउने नृत्यहरू प्रदर्शन गर्ने अनि सरकारले दिने पुरस्कारका विधाहरू पनि छन् पुरस्कारमा पनि अब हामीले एउटा चिनाजानको भरमा या राजनीतिक भरमा फलानुलाई दिने भन्दा गाउँघरमा वास्तविक कला कसले जोगाएको छ हामी सहर बजारले कला जगाउँदैन अहिले हामीले यो बिच कुनै एउटा हलभित्र गरेका कार्यक्रमले कला जोगाएको होइन कला जोगाएको भनेको जो बिहेमा गएर नाच्छन् छलिया नाच्छन् तिनीहरूले हो संस्कृति जोगाएको कला जोगाएको त त्यसरी जसले गाउँघरमा त्यस्ता किसिमका अहिले स्थानीय सरकार पनि छ प्रादेशिक सरकार पनि छ सबैलाई थाहा हुन्छ तिनीहरूले त्यस्ता व्यक्तिहरूको पहिचान गरी त्यसका कलाका लागि कुनै बेला एक किसिमका तालिमहरू सञ्चालन गरिदिने प्रशिक्षणमूलक कार्यक्रमहरू सञ्चालन गरिदिने तिनीहरूका लागि बाजागाजा र ड्रेसको व्यवस्था गरिदिने विभिन्न समयमा पुरस्कारहरूको आयोजना गरिदिने एक किसिमको हौसला बढाउन सक्यो भनेपछि सरकारी तवरबाट पनि यो छलिया नृत्यको विकास पनि हुन्थ्यो र यसलाई हामी पछिको समयमा अहिले केही कुराहरू हामीमा पनि कमजोरी छन् अहिले थुप्रै पाश्चात्य कुराहरू अहिलेको अनलाइन मिडियाले पनि थुप्रै पैसा कमाउन सकेको छ जस्तै युट्युब च्यानलहरूमा राम्रा छलिया नृत्यहरू राखेर हामी देखाउन सक्छौँ अहिले अब जमानाअनुसार हामीले पनि सूचना र प्रविधिलाई पनि त्योसँगै जोड्नुपर्छ कलालाई सूचना प्रविधि पनि राख्न सक्यौँ भनेपछि त्यसलाई मजाले अनलाइनहरूमा तिनीहरू देखाएर अहिले कुमाउँ क्षेत्रमा पुराना लोक साहित्यका कुराहरू जति छन् ती सब अनलाइनमा आउँछन् खूब प्रचार पनि भइरहेछन् पैसा पनि कमाइरहेछन् हामीले पनि यस्तै किसिमले सूचना प्रविधिसँग पनि जोड्ने राज्यले पनि ध्यान दिने अनि युवा पुस्ताहरूलाई पनि यसतर्फ आकर्षित गर्न सक्यौँ भनेपछि छलिया नृत्यको विकास सम्भव छ। धन्यवाद सर। यो अहिले अब पहिचानको मुद्दा अनि यो टेक्नोलोजी प्रविधि र यो छलिया डान्सलाई हामी कसरी जोड्न सक्छौँ सर? पैसा सबैभन्दा पहिले त हामीले हिजो यहाँ जगदीश सरले एउटा आर्टिकल पठाउनु भएको थियो आजको नेपालका लागि हामीले आफ्ना कुराहरू लियौँ जेबाट हामी केही गर्न सक्थ्यौँ र अर्को कुराहरू ल्याएर हामी जस्तै प्लास्टिक बेचेर पैसा कमाउन खोज्दैछौँ यद्यपि हामी प्लास्टिक हाम्रो कुनै उत्पादन होइन यहाँको त हाम्रो यहाँ फोला हुन्थ्यो प्लास्टिकका बेल्ट बाल्टी बेच्ने होइन कि हामीले बेच्ने भनेको त प्लास्टिकका तामाका फोला हो तर यसै गरेर दलित जातिको अहिले जुन छलिया नृत्य बढी जसो देखाउने भनेको दलित जाति नै हो यसको श्रेय यद्यपि सांस्कृतिक रूपमा हामी सबै जातिहरूले उहाँलाई समर्थन गरेका छौँ हौसला दिएका छौँ सबै मिलेर त्यो अगाडि बढे पनि त्यसको श्रेय भनेको त्यो कला जगाउने श्रेय देखाउने श्रेय दलित जातिलाई जान्छ र उहाँहरूको मौलिक पहिचान भनेको सबैभन्दा पहिले कुनै काम गर्नका लागि यदि हामीले व्यवसायीकरण गर्नु छ भने त आफूले सिकेको सिपमा पो दखल होला नि मैले जे सिकेको छु त्यही कुराबाट पैसा कमाउन सक्छु मैले भने उहाँहरूको पनि मौलिक पहिचान भनेको त कला नृत्य छलिया नृत्य प्रदर्शनी गर्ने बाजा बजाउने कला हो त्यसलाई त्यो एक किसिमको उहाँहरूको पहिचान पनि हो एउटा पहिचान पनि जोगिन्छ अहिलेको समयमा त पहिलेको जस्तै हेर दृष्टिले को हेर्दैन कलालाई हेर्ने हो फलानुले यस्तो कला देखायो भनेपछि एउटा व्यवसायीकरणको रूपमा त्यसलाई जोड्नु पर्यो दोस्रो भनेको आफूसँग जे कला छ त्यसैमा आफूले व्यवसाय सुरु गर्यो भने त्यसमा मात्रै सफल भइन्छ र कुनै पनि जाति व्यक्तिको जातिको सम्प्रदायको राष्ट्रको विकास हुन्छ त्यसकारण त्यो एक किसिमको आफ्नो पहिचानको मुद्दा नै बनाएर त्यसैलाई यदि सशक्तिकरणका रूपमा अगाडि बढायो भने उहाँहरूको पनि पहिचान जोडिन्छ र हाम्रो संस्कृति पनि। धन्यवाद सर। ल चिना राईसित यो फाइनल हजुरले कुमाउँको छलिया पनि हेर्नु भएको छ होइन? कुमाउँ गएर अनि कुमाउँको छलिया र हाम्रो यहाँ केही फरक छ कि एकै खालको छ? नृत्य त हाम्रो यो एउटै हो हजुर होइन अनि
बोलीमा आफ्नो आफ्नो हाम्रो यतातिर नेपालको बोली सुदूरपश्चिमको बोली बोलिन्छ नेपाली भाषा बोलिन्छ भने उताको कुमाउँको गढवालको भाषा बोल्छन् गीतहरूमा फरक हुन्छ त्यही एउटै हुन्छ होइन कुनै अब आइटमहरू उनीहरूले बढायो होला कुनैमा हाम्रो पनि बढाइ हुन्छ जस्तै हुन्का नाच हुन्छ हुन्का नाच अर्धनाच हुन्छ हुन्का नाच हुन्छ कुस्ती खेल्ने काममा चल्ने मयूर नाच मयूर बनाउने हुन्छ भने कसैमा अब उनीहरूको हुँदैन हामी हल्द्वानी नैनीताल बागेश्वर अनि त्यो देहरादुन त्यहाँ हामी देहरादुनको उत्तराखण्ड स्थापना दिवसमा गएका थियौँ त्यहाँ हामीले हाम्रो गोर्खा रेजिमेन्टका साथीहरू पनि थियौँ हामीले अब हाम्रै यहाँको संस्कृति देखायौँ हामी आफ्नै गीत आफ्नै भाषा आफ्नै भेषमा खलिया नृत्य त्यही देख्नु त्यहाँ ती गोर्खा रेजिमेन्टका साथीहरूलाई राम्रो लाग्यो उनीहरूले पनि पुरस्कार दियो हामी यहीँको गायौँ त्यहाँ महिलाहरूले स्टेजमा गएर छलिया गाउन थालेको अस्ति एक फेसबुकमा भेटाए त्यसो केही हेर्नु भएको छ हजुरले जसरी हम गीत गाउनु नि पहाड अनि माइक समायो स्टेजमा गयो गीत गायो छलिया पनि महिलाले गाएको एक भेटियो त्यसो आजभोलि अब गाउँछौँ पहिला त गीतमा थिएन पहिला थियो अब जति बेला एक हातमा भुरी एक हातमा रुमाल समातेर दुईजना महिलाहरू नाच्थे अनि अरूले बाजा बजाउने काम गर्थे त्यो महिलाहरू नाच्थे त्यति बेला गीत गाउने झगड पनि तिनीले आफैले गीत गाउँथे अहिले त्यो गीतमा बन्द भयो महिला नचाउने छोरी भयो त्यही दिनबाट फेरि हामी पुरुषले नै सघाइदियौँ महिला नचाउने अब यो हजुरकै जीवनमा कलाप्रति कसो दृष्टिकोण परिवर्तन कसो भएको पाउनुभयो हजुरले आफ्नो बाल्यकालदेखि अहिले आएर यो कला जस्तो छलिया डान्सलाई एक कला हो यो कला चाहिँ कलालाई हेर्ने दृष्टिकोण नजरिया समाजको कसरी बदलियो एकदमै बदलिएको छ राम्रो बदलिएको छ राम्रो भएर बदलिएको छ अहिलेको अब यो विदेशी ब्यान्ड बाजाहरू बजारको खाली ठाउँ हुन्छ त्यसमा अब के महिलाहरू पनि नाच्छन् अनि पुरुषहरू पनि नाच्छन् रक सिकाएका पनि नाच्छन् होइन पुरै गलत निगाहले नाच्छन् त्यसमा तिनीहरूले पछाडिबाट त्यो बजाइदिन्छन् ढ्याङढुङ गरेर उनीहरूले होइन कसैको मेरी होनेवाली है यार ये त्यस्तै गरेर अब अनेक विकृतिहरूमा पनि तिनीहरूलाई देख्छु होइन हाम्रो त्यो छलिया नृत्य छ त्यसमा माया प्रेमका गीतहरू पनि गाउँछौँ लाग्ली नजर सुवालाई हालका झरको तिम्रो डुबसी अनारा देवी तेराई नच्यानीको यस्ता गीतहरू पनि हुन्छन् हाम्रो उसमा होइन अनि देवी देवताका गीतहरू माया प्रेमका गीत अनि बेहुला बेहुलीहरूलाई आशीर्वाद दिने बधाई दिने गीतहरू पनि हुन्छन् नृत्य एउटा एउटा हुन्छ हाम्रो कुमाउँको र हाम्रो अनि यो बोली भाषा अलिक फरक होला हाम्रो नेपाली उनीहरूको गढवाली कुमाउँली होला उनीहरूले छलियालाई छोलिया भन्छ छोलिया भन्दो रहेछ कसै कसैले चोलिया भन्दो रहेछ दाइ त्यो चोली लाउँछ नि माथि जसलाई झोग्लो भन्नुभयो हजुरले उनीहरूले चोली भन्दो रहेछ मैले पढ्ने क्रममा पाएको अनि त्यही भएर त्यसलाई चोलिया
कसैले छोलिया छोलिया हामी त्यहाँ बनारसमा लिएको थियौँ। बनारसमा हिमाञ्चल प्रदेशको साथीहरू आएर तिनीहरू भन्नु यो हाम्रो छोलिया नाच भन्छ क्या। हाम्रो उसमा लेखिया त्यो छलिया नाच। अँ अब त्यो छोलिया र छलियामा अब साथी के फरक? त्यो मैले चाहिँ पढे अनुसार चोली भन्दो रहेछ माथि लाउने जो झोग्लो छ नि, झोग्लोलाई उनीहरूले चोली भन्ने, अनि त्यो चोलीबाट चाहिँ चोलिया भएको हो भनेर त्यो चोलियाको अपभ्रंश भएर छोलिया भन्ने त्यसो भेटा थिए। ल धन्यवाद सर। के थप्न चाहनुहुन्छ यसमा? केही छुट्यो म यो भन्थेँ भन्ने छ भने? कविराज सर, रमेश सर होइन? यो हाम्रो सुदूरपश्चिमको छलिया नृत्य भनेको एकदमै राम्रो हो। सबैले यसलाई माया गरिदिनुपर्छ र सबैले यसलाई नराम्रो नमानिकन राम्रै मानिदिनुपर्छ भन्ने मलाई लाग्छ। हजुर, माइलाको प्रसङ्ग आयो नि। हजुर माइलाको प्रसङ्ग के हो भनेर खासमा अब अहिले कति बेला जति बेला युद्ध लड्दाखेरि वीरङ्गनाहरू कहीँ कतै मात्रै कुनिएको पाइन्छ, वीरहरू मात्रै लड्दै छन्। एकदम भने उनको प्रदर्शनी कहिले गरिदिए त? वीरहरूले नै गरिदिए ए होइन। छलिया भनेको कसलाई छ नि, एकदम वीरङ्गनाहरू तब ननाच्ने के। एक दोस्रो भनेको अब पछिल्लो समयमा कतिलाई देखियो, अब सबै ठाउँमा त नाइ देखियो महिला अब कहीँ कहीँ तपाईँ पाउनु नाच्छन् त्यहाँ, तर सबै ढाइहरू त्यो नाइ नाच्छन् त्यहाँ। महिलाहरूले कि हाम्रो समाजले त विशिष्टै अलग्गै बनाउँथे, आफ्नो खेल आफ्नो नाच आफ्नो अलग्गै हुन्थ्यो। चाहे तपाईँलाई त्यही नै मलाई महिलाहरू पल्लोतिर जाए कतिलाई साधना गर्छ, उनीहरू भूमिका फरक छ कि। महिलाहरूको भूमिका सांस्कृतिक रूपमै हेरन्जा त्यो एक विकृति हो होइन। अहिले जम्मै जो नाच्छ झन् केही कला संस्कृति बचाउने त छलियाले मात्रै हो नि। अब रमाइलोका अहिले त अब वीरङ्गनालाई लड्नु बसिए। यहाँ नेपालमा जनयुद्ध चल्यो, हो त चल्यो। वीर मात्रै नआएर वीरङ्गनालाई आयो त अब संस्कृतिलाई एक्लै नाचको त तपाईँ बनाउन यो समय सापेक्ष रूपमा अहिले महिलाहरूको त भूमिका हुन्छ भने अब केहीमा हामीले त अलिक गलत अवस्थामा हेर्छ। तर कतिलाई हाम्रो संस्कृति फाल्तु उत्ताउलो किसिमको जुन अहिले प्रदर्शनी हुन छ, अहिले छलिया नाचलाई नै धरापमा पड्डाछ। जसो हामीले त पुरानो खासमै यदि सांस्कृतिकै रूपमा भन्ने हो भने त मनोरञ्जनका लागि हेर्ने हो भने महिलाहरू पनि नाच्छन्, जस्तै तेसुलिङ्गी पनि अहिले नाच्ने कुरा आयो होइन, उहाँहरूले नाच्नु। तर यदि महिलाहरूले जुन अहिलेको परिवेशमा यदि किसिमको उत्ताउलै पहिले नाच्ने किसिमको आयो भने अब मान्छेहरूले अहिले ग्ल्यामरको नजरले हेर्छन्, महिलाहरूलाई मनोरञ्जनका अलग्गै नजरले हेर्छन्। जो खास छलियान जो संस्कृति कला देखाउनाऱ्या हुन् फाइडेतिर ना, जो महिलासित नाच्य अलग अलग हुनाले पनि आफ्नो रमाउलोमा हुनान्। अहिले त हाम्रो कति संस्कृति विघटित नै लाएर कि हाम्रो छलिया नाच जो वास्तविक हो उन त हाम्रा वीर पुर्खाका गाथा गीतमा गाथा सुनाउने हो। अहिले दाइल भने फलानु राजा फलाना राजाका यसो भयो भने उन गाथा हाम्रा छुट्टार्यान्। अनि छलिया नाच क्यामा लागेको बसिया स्याल बाजा छाडेर डिजे बजायो, डिजेमा एक किसिमको उठ हाम्रो मौलिक कलालाई बाजालाई प्रकृतिले जानुपर्छ, डिजेमालाई मजाले नाच सुरु गरेको यो भनेको विकृति हो। तर सामान्यतया मनोरञ्जनका लागि महिलाहरूले नाच्नु हुँदैन र पुरुषहरूले मात्रै सबै कुरा गर्नुपर्छ भन्ने मान्यता चाहिँ होइन। यद्यपि जुन वास्तविक हाम्रो लोक संस्कृतिकै परिचय दिने गरेर जो छलियाहरूले देखाउने वीर गाथा कौतुक र छल थियो त्यो चाहिँ नि अब अहिले केही ह्रास हुन लागेको छ र त्यसमा नयाँ नयाँ कुराहरू आउन थालेका छन्। त्यसले गर्दा हाम्रो मौलिक संस्कृति हातमा पर्ने खतरा छ। तर लैङ्गिक समानताका दृष्टिकोणले हेर्ने हो या जातीय समानताका दृष्टिकोणले हेर्ने हो भने ठिक ठिकै हुन्छ। धन्यवाद सर। अनि यो थर्ड जेन्डरका मान्छे किन्नरलाई ल्याउँछु नि, के हुनसक्छ यसको सन्देश? किन्नरहरूले भनेको पहिले पहिले किन्नरहरूलाई विशेष गरेर आशीर्वाद दिने क्रममा मात्रै किन किन्नरहरू भनेको अब एक किसिमले हेर्ने हो भने हामीले देवी देवताका रूपमा उनलाई मान्छौँ, एक किसिमको सम्मान त्यो सहानुभूति मात्रै हो। तर
एक किसिमको जेन्डरकै हिसाबले हेर्ने हो भने न पुरुष न महिला भने समाजमा थोरै मान्छे हुन्छन् त्यस्ता। त्यो एक किसिमको दैवीय प्रकोप नै हो कि त्यो पनि एक किसिमको बेडलक एकदम मान्न सक्छौँ त्यसलाई हामीले सहानुभूतिका रूपले उहाँहरूलाई किन्नरका रूपमा हेरेपछि। तर अब कुनै न कुनै रूपमा सांस्कृतिक रूपमै भए पनि तिनीहरूलाई समाजसँग जोड्न सकियो, तिनीहरूलाई कुनै किसिमको सम्मान दिन सकियो भनेपछि राम्रो हो भन्ने कुरा हो। तर किन्नरहरूबाट नृत्यभन्दा अब पहिले अब हामी यो स्वर्गमा अप्सराहरू नाचे, किन्नरहरू नाचे भन्ने ती कथा कहानी सुन्दै आएका छौँ। तर मौलिक संस्कृति अन्तर्गत नै किन्नरले पहिले नाच्ने कुरा चाहिँ थिएन। उहाँहरूले आशीर्वाद दिने, जन्मेको बेलामा आशीर्वाद दिने, दिएको बेलामा आशीर्वाद दिने र त्यो आशीर्वाद दिए बापत हामीले दक्षिणा मिठाई लगायत गुड चिजहरू दिए गरे उनलाई कपडा सपडा दिए गरे यसो सम्मान गर्ने चलन हो। र पछिल्लो समयमा अब समावेशिता हेर्ने हो भने उहाँहरूले नाच्नु हुँदैन भन्ने चाहिँ होइन। उहाँहरूले पनि एक किसिमको आफ्नो कला देखाउनुहुन्छ, त्यो कलाको हामीले सम्मान गर्नुपर्छ। धन्यवाद सर। दाइ यो किन्नर ल्याएपछि कति पर्छ पैसा पानी के हुन्छ त्यो टिममा दिनुपर्ने? तिनीहरूलाई हामीले अहिलेको उसमा त 5,000 रुपियाँ दिएको ए किन्नरले एउटा डान्स गर्यो भने 5,000 रुपियाँ भयो। 5,000 एक दिनमा ल्याउनु पऱ्यो। ए नेपाली 5,000 घर 5 ए घर 5,000 पर्छ। तिनीहरूले डान्स राम्रो गर्छन्, आफ्नो पोसाकहरू सबै ल्याएको हुन्छ। केटीहरू केटाहरू केटी थाहा पाएको हुन्छ है। अब केटी जस्तै हो त्यो केटी बन्ने भए केटा हो, केटा त्यो केटाकेटी छुटिँदैन। स्वर चाहिँ केटाको जस्तो लोको स्वर हुन्छ। सर केही विशेष कुरा छोटकरीमा हजुरले, सरहरूको त आयो धेरै कुरा, विशेषमा मैले सोध्न छुट्याए पनि नजाने पनि हुनसक्छु। यो विशिष्ट किसिमको त्यसको जो टेक्निकका कुराहरू छन् ती कुराहरू चाहिँ व्यापक रूपमा प्रशिक्षणको माध्यमबाट नयाँ पुस्तालाई हस्तान्तरण गर्न सक्यो भने त्यो नै अहिलेको ठुलो आवश्यकता र सबै त्यो जो परम्परागत रूपले त्यस विधामा छलिया नृत्यमा पोख्त भएका मान्छेहरू छन् त्यो पुस्ता सिक्दै जान लागेको छ। र अब त्यो नयाँ पुस्तामा ट्रान्सफर गर्नका लागि पनि र त्यो पुरानो सकारात्मक परम्पराहरू हुन् ती सकारात्मक परम्पराहरूलाई अघि बढाउनका लागि अब नयाँ पुस्ताले पनि सोच दिनुपर्छ। त्यति हुन्छ। धन्यवाद।